हेलो नमस्ते वेलकम टु मन्सिर पशु तथा कृषि फार्म है गाइस। कृषि फार्मको बाख्राहरू चरिरहेको छन्। हाम्रो बाख्राहरू यसरी चरिरहेको छ भने हामी बाख्रा पालन गर्ने किसानले धान चामल मात्रै मकै मात्रै उत्पादन गरेर हुँदैन, बाख्रा पनि यसरी चरिचरण गर्ने ठाउँ राख्नुपर्छ भने हामी साथमा एक वर्ष भात खान लागि धान यसरी रोपेको छन् सर्लक लाएर। यसपछि माथि हाम्रो फेरि च्याउ फर्म हो। यो चाहिँ पुरा सर्लक बजारमा च्याउ बेच्ने, त्यसपछि तरकारी नुन मसला किन्नको लागि चाहिँ हामीले यसरी च्याउको फर्म राखेको छ। यो पनि अब च्याउ उत्पादन सुरु हुन्छ हाम्रो उत्पादन 1 महिनापछि। सो गाइस, कस्तो लाग्यो हाम्रो यो मल्टी बिजनेस टाइपको, मतलब मल्टी प्रपोजल खालको हाम्रो यो तपाईँको यो व्यवसायिकलाई चाहिँ। जस्तै भात खानको लागि चाहिँ हामीले धान रोपेको छ। जस्तै 3 खेतमा लगभग हाम्रो 30 मुरी धान आउँछ। 30 मुरी धान आइसकेपछि हामी 4-5 जना मान्छे छौँ। हामी 4-5 जना मान्छेलाई वर्षभरि खान पुग्छ भने यो अब तरकारी चाहिँ तपाईँको तरकारीको लागि नुन तेल बेसार मसला किन्नको लागि फेरि च्याउ फर्म हामीले यसरी राखेको छ। च्याउ सर्लको च्याउ उत्पादन गर्ने अनि च्याउ बेच्ने, बजारमा लागेको 250 रुपियाँ केजी छ। लगभग हामीले सर्लको च्याउ बेचेपछि हाम्रो नुन मसला सबै कुरो त्यहीँबाट आउँछ। अनि हाम्रो आर्थिक कारोबारको लागि चाहिँ बाख्रालाई सर्लक्क छन्। 1 वर्षमा हामीले 50वटा खसी बेच्यो भने एउटा खसीको नर्मल 20,000 राख्दाखेरि हामीले 10 लाख जतिको इन्कम हुन्छ। 10 लाखमा हामीले यसलाई 3 लाख रुपियाँ घटाइदियो भने 3 लाख रुपियाँ यसको दाना पानी र मेडिसिन यताउति र हाम्रो चाहिँ काम गर्ने कार्यालयलाई दिए पनि हाम्रो तपाईँको 7 लाख रुपियाँ हुन्छन्। 7 लाखमा हामीले 2 लाख रुपियाँ यिनीहरूको 50,000 यिनीहरूको बिमा गरे पनि 6.5 लाख रुपियाँ चाहिँ नर्मली बच्छ। सो गाइस, नर्मली 6.5 लाख रुपियाँ डिभाइड 12 महिना गर्दाखेरि कति हुँदो रहेछ तपाईँहरू हिसाब गर्नु। महिनाको 40-50,000 कमाउनको लागि विदेश जानु पर्दैन। हस्त, धन्यवाद। जय नेपाल, जय कृषि, जय मातृभूमि। यो हाम्रो टिप्सको लागि तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्स्नु होला। हाम्रो युट्युब च्यानललाई मन्सिर कृषि फार्मलाई अनि हाम्रो फेसबुक पेज मन्सिर कृषि फार्मलाई पनि तपाईँहरू लाइक गर्न नबिर्स्नु होला अनि हाम्रो सब्सक्राइब गर्न पनि नबिर्स्नु होला। हाम्रो यसरी चलिरहेको छ। बाख्रा हेर्नुहोस्, तपाईँको A1 क्वालिटीको छ। हेर्नुहोस्, A1 क्वालिटीको कुनै पनि बाख्रामा नो कम्प्लेन, एकदम कम्प्लेन छैन बाख्रा क्वालिटीमा। ओइ, बाख्राको क्वालिटीमा नो कम्प्लेन केही पनि छैन। हाम्रो यो खालको अवस्थामा छ। यस्तो छ, यस्तो क्वालिटीको छन्। अनि यसरी डाली घाँसहरू यस्तरी आफै खाइरहेको छन्। तर बाख्राले यदि थाहा छ कि बाख्राले मैले घाँस मात्रै खानुपर्छ, मैले धान चाहिँ किसानले चाहिँ मलाई हेर्नको लागि 1 वर्ष खानुपर्छ। किसानले यो धान खाँदैन। हेर्नुहोस्, तपाईँहरूलाई मैले गफ ला जस्तो हुन्छ। हेर्नुहोस्, धान कहिले पनि खाँदैन हाम्रो बाख्राले। हेर्नुहोस्, देख्नुभयो? यो चाहिँ हाम्रो सिर्फ तपाईँको यो चाहिँ तपाईँको घाँस मात्रै खान्छ उनीहरूले, किनभने उनीहरूलाई थाहा छ कि उनीहरूको लागि घाँस हो, हाम्रो लागि अन्न हो भनेर। सो त्यसैले उनीहरू त्यसरी चाहिँ खाँदैन। तर आयो सिधी अनि यसरी चाहिँ हाम्रो यसरी खाने क्रममा छ। यो खालको धान लहारी भएको बाख्राहरू यसरी चरिरहेको छन्। हाम्रो साउनी एकदम पुरा मेकअप गर्दै हुनुहुन्छ। घाँस एकदम हाम्रो साउनी चाहिँ पुरा कपाल सपाल बाँधेर चटक चिटिक हुनुहुन्छ एकदम। हेर्नुहोस्, यो खालको छ हाम्रो साउनी। मन्सिर पशु तथा कृषि फार्मको साउनी हो। उहाँकै नामबाट खोलेको फर्म हो। यो चाहिँ हाम्रो मन्जु उहाँको नाम हो। अनि मन्जु चाहिँ फेरि श्रीमती मन्जु हो। त्यही भएर हामीले चाहिँ मन्जु श्री पशु तथा कृषि फार्म भनेर हामीले फारम खोलेको अवस्था छ। सो यसमा तपाईँहरू अन्यथा नलिनु होला। हाम्रो यो खालको बाख्रा चरिचरण भइरहेको छन्। यदि तपाईँहरूलाई बाख्रा चाहिएको खण्डमा अहिलेको लागि सेलमा भएको बाख्रा यो हो। लोकल प्योर कालो बाख्रा, यस्तो यो प्योर सिरोही बाघ जस्तो बोकोबाट क्रस गरेको पाठापाटी चाहिएमा सम्पर्क गर्नुहोस्। र प्लसमा हामीसँग क्रस भइसकेको माउ पनि बिक्रीमा छ। क्रस भइसकेको माउ बिक्रीमा छ गाइस। क्रस भइसकेको माउ बिक्रीमा छ। तपाईँहरू सम्पर्क गर्नु होला। यो 2 हप्ताको लागि अफर मात्रै छन्। तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ भने क्रस यो सिरोही जातको बोकोको लोकल कालो माउ क्रस गरेको बेदखुला माउ चाहिँ हामीले सुपथ मूल्यमा वितरण गरिरहेको छन्। र अहिले चाहिँ बिक्रीमा छ। मतलब कतिवटा भन्दाखेरि 3वटा जति चाहिँ हाम्रो कालो माउ चाहिँ बिक्रीमा छ। सो तपाईँहरू सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 984340003472 हो। अनि तपाईँहरू इनबक्स पनि गर्न सक्नुहुन्छ र कमेन्टद्वारा पनि तपाईँहरू चाहिँ सम्पर्क गरेर आउन सक्नुहुन्छ। यो चाहिँ हाम्रो फार्मको चाहिँ तपाईँको लोकेसन चाहिँ भन्नुपर्दा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वार्ड नम्बर 1 चिलाउने स्थित रहेको मन्जुश्री पशु तथा कृषि फार्म। तपाईँ डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो फार्मको म्याडम मन्जु तामाङसँग पनि, र यो फार्मको प्रोभाइडर सुकलाल तामाङसँग तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, जय नेपाल, जय कृषि, जय मातृभूमि। नमस्ते, शुभ दिन रहोस्।